अब हामी चाहिँ हिजो गाउँले केटो हो कोदालो बोक्ने हिँड्ने हिजो बुटोलदेखि आएर अब हामी कहाँ हिँडेको अरे ओए कुन कोदालो लैजाऊँ मैले कुन यो कोदालो लैजानु परेको मैले हो यो अब हामी चाहिँ हिँड्ने यो दमारा भारी मस्तले युट्युबमा आउँछ क्या मेरो युट्युबमा आउँछ हेर्नु अब मस्त त एक कति घन्टा 15 मिनट त अब लगाइजान मस्त तमारा गरिन्छ आज मकै छरिने यो मजाले मैले जोत्छु यिनले मकै छर्छन् यस्तो सिधै धमारा बारी पुग्यो हिजो आएको मस्त बल्ल मैले भ्लग स्टार्ट गरेको क्या 9 बजिसक्यो हाम्रो गाउँ चिन्ता नमान तिमी चिन्ता नमान तिमी ओइ म खन्दैछु साला बच्चा बच्ची थाकी है यति उकाल चढ्दाखेरि खासै उकाल त होइन कि यहाँ पनि छर्ने मकै अहिले दिउँसो हेर चिन्ता नमान तिमी चिन्ता नमान भोलि अकाल जाने भोलि अकाल आएको भ्लग आउँछ हेर्नु होला थाकिसक्यो यार यति उकालो हिँड्दैन बुटोला कहाँ उकालो हेर्ने बुटोला त यहाँ त डडर लगाइदिनु पर्छ क्या राति यार थाकियो है यस्तो नि लास्ट राउन्ड हेर्नु आज अगाडिबाट भ्लग बनाऊ यस्तरी अगाडिको सेल्फी क्यामेराबाट कस्तो आहा माइन्ड नगरी हेर्नु होला कोदालोले यो कोदालो हो आज डल्ला फुटाल्ने डल्ला फुटाल्ने गोरु त होइन जोत्ने मिसिनले हराएन मिसिनले गोरु नि हराइसक्यो क्या गाउँमा कसैको रहेछ वनमा डढेर लाएर हेर्नु पहिला हामी यता घाँस काट्न हिँड्थ्यो कि ए हो त्यो त अकाला जाने भोलि अकालाको आउँछ भ्लग अब एकचोटि बारीमा गएर भेट्नु पर्ला है फाइनली म चाहिँ बारीमा आउनु लागिसकेँ चिन्ता नमान यहाँ यस्तो दामी बारी नि देखाइदिन्छु हेर्नु न यस्तो हरिभरि पाटै पाटा क्या उहाँ गोरु जोत्दै रहेछ कोइसेल चिन्ता नमान तिमी चिन्ता नमान म्याम मलाई पुरै हेरिराखेर लाएर अहिले उता गरेर भ्लग बनाउनु फाइनली हामी चाहिँ बारीमा आइसक्यौँ बारी आइसक्यो यहीँ खन्नु क्या हामीले उता त डोजरले खन्दैछ हो त्यता लौ त समाज जाने त्यहाँ पनि पर जाउँ न पर आज यसले खन्ने क्या मैले हो यसले जोत्ने राम्रोसँग देखाउनु साला पागल अलि माथि गएर हो त्यस्तो आज यसले जोत्ने यस्तो राम्रो नदेखे मान्छे त एनसी चाहिँ हो कि एनसी हो क्या म्याथ कस्तो यो मेरो मिलेन अहिले खने बेला देखाउनुलाई एकैचोटि म चाहिँ जोत्यो ठाउँमा आइसकेँ क्या यहाँ चाहिँ जोतिरहनु आयो अहिले मैले नि यस्तरी जोत्ने हो कि अहिले मैले नि यस्तो जुत्तो भिडियो आउँछ हेर्नु होला यस्तो हरि देखियो नि भ्यू अहिले मस्त भ्यू देख्दै जोत्दै उहाँ डोजरले खन्दैछ अगाडि जोत्दै ऊ त्यहाँ जोत्दैछ अहिले जोत्नेको हो यो त्यसको अगाडि घाँस राख
हामी चाहिँ यता खल्लुक खान भनेर आएको खल्लुक सबै बाँदरले भ्यायो के एउटा खल्लुक खान पाएन सबै बाँदरले एउटा हो यो बाँदरले भ्याएन क्या सबै यो खल्लुक खान भनेर आएको सब ऊ त्यहाँ एउटा त रहेछ त ऊ त हुँदैन न ऊ त ऊ ढुङ्गा लानु त ऊ दुईटा कि त्यो सुकेको यो सुकेको खल्लुक खानमा खल्लुक खानेर आएको यत्रो बाटो हाम्रो खेतहरू नै खेत होइन कि बारी ए बारी ओ माई गड अनि त यता डर लागेको पुरै यस्तरी ऊ त्यो अमला खान तराईमा यसले ट्र्याक्टरले जोत्छ यहाँ खल्लुक खान आएको खल्लुकै रहन्छ के बाँदरले भ्याएछ हामी नआएको त बाँदरले भ्याएन त हामीले भ्याउँथ्यौँ हाँडका फल अनि खोला माछा पाइन्छ कोल जाने माछा मार्न हामी घर आएर तल परेर त झरेछ नि माछा मार्न जाने हो खोला गाउँमा भोलि त अब नुहाइधुवाइ गरेर अग्ला जाने हो मस्ट अग्ला जाने हो अनि पूजा गर्ने हो अझै आखानीको जोरु पहिला उता आन्टीको जोति राख अब आन्टीको जोतेपछि हाम्रो अब हाम्रो जोतेको आउँछ ओ यहाँ जोत्ने हो क्या यस्तरी यहाँ लन्ठु यो खल्लु खनेर हानेर आएको खल्लुकै रहन्छ क्या यार अनि यहाँ यसो जल चढाइदिएको खल्लुको कुरा बुझ्नु न आफैले चिन्ता नगर तिमी चिन्ता नगर त्यो धान एक गहुँ हे देउता जुराइदेऊ एउटा झेउला छ कोही छैन बोल्न पनि यिनी डाँगाको छ चिन्ता नगर एकछिन चुप लाउनु हेर न कतिमा चराको भाइ यति राम्रो कोइली यति नाक ठुलो भएर यस्तो हिँड्दा यताको पाखुन देखिनु छोड्यो क्या यार कस्तो यस्तो हिँड्दा यताको त पाखिँदैन साँच्चै हाम्रो त लास्टै ठुलो हो क्या हेर्नु चिया खाँदा नागाडो हुन्छ चिया खाँदा चियाबाट हुन्छ अनि चिया खाँदा गिलास तर्लाङ मुखभन्दा चाँडो नाक झुनिन्छ अब एकैचोटि गोरु आबेला देखाउँछु हाम्रो गाउँ चाहिँ उतै खल्लुक खाना आएको मा साला खल्लुक धैन लागेको छैन के फले छैन हौ यस्तो भिड छ क्या नामले यस्तो भिडबाट आएको हामी त खल्लुकै गेडा मात्रै छन् कि सुकेको तराई बसेर पनि पारमा हिँड्ने बानी खल्लुक रहेछ हामी ढिलो आइयो क्या खल्लुक खान अगाडिको भ्यू हेरौँ न कस्तो हुस्सो लाग्यो त्यो राम्रो आएन कि क्यामेरा हेरौँ न यस्तो हुस्सो भेजा मात्रै हेर अझै गोरु आएन जत्रो भ्याउनुपर्छ पहिला यत्रो जम बाँधिदिएको मैले तिम्रो हाँसी खुसी काटौँला जीवन अब मैं हाँसी झरुङ्गा ए मैं कसो झर्ने हेर्नु त झर्ने चिप्ताउन धन्नै गइएन यार सो गाइज हामी चाहिँ घर आयौँ घर हिँड्दैछौँ अलिअलि डल्ला फरियो जोत्दै हुनुहुन्छ एकछिन घर जाऊ अनि नास्ता जस्ता खाऊ भन्नुभयो अनि हामी हिँड्यौँ यता कस्तो कस्तो घाम लागेको हो कि नलागेको जस्तो छ कि पुरै घाम पनि मजाले बाटै अब यस्तो गाउँतिर डुल्न जानु पर्छ अब यस्तो गाउँतिर डुल्न पर्दा के खाएको नौलो नयाँ लौरो 2 वर्षपछि आएको अहिले बाटो सट्ट गइन्छ अलि मन्दिरतिर जानुपर्छ त्यतातिर टिकटक बनाउन टिकटक हेर्नु होला सौगात ब्लगर सौगात एउटा सिङ्जाली सौगात छ चेकआउट कस्तो कस्तो घाम छ कि घाम नलागेको अल्छी लाउने घाम छ पुरै अल्छी लाउने घाम छ
तिमी चिन्ता नगर्नु यता त जोतेर भइसक्नु थियो क्या अहिले हामी हाम्रो देश सुरु गर्नु थियो नि त एकदम जोतेर भइहाल्यो यो जोत्दै हुनुहुन्छ क्या हो यहाँ जोत्दै हुनुहुन्छ कामै पाइएन कि देखाइसक्यो हामी भ्लगर भन्ने त आएन क्या चिन्ता हो यहाँ नि आउने कि भोलि पूजा गर्नु यहाँ पनि ध्वजा लिएर आऊ मस्त लठ्याङ लुठिङ गएर हिजोको ब्लग हेर्नुभयो होला कस्तो थियो के त्यस्तै बरु तिमी त्यस्तै हुन्छौ हाय हाय डुँडे त हरिदियो यहाँ पानी आउँछ क्या ट्याक्कै यहाँ हुन्छ अनि ओइ माथि पागल औरत पानी चाहिँ छैन हवाओं से तेरा पता पूछता हूँ अब तो आजा तू कहीं से परिंदों की तरह सो गाइज हामी चाहिँ फेरि बारीमा हामी पानी लिएर अब नास्ता नास्ता लिएर आउँदैन छु तर्फ मम्मीले उति चाहिँ उहाँ पुगिसक्यो बारी यहाँ आइसक्यौँ फेरि हामी फेरि डल्ला फोरिन्छ ड्याम ड्याम कस्तो मिलेको एकछिन गर्ने हो क्या अहिले चाहिँ मैले भान्जाको मोबाइलबाट गरेको यो त झर चार्ज छैन चार्जमा राख्दैन बेलुकाखेर कपडा धुन जान हिजो बुटल लाएरदेखि अहिले त यता त घामै लाउनु क्या घामै लाएन क्या त हेर्नु यस्तो तल्लो गर त भ्याइए तल्लो गएर भ्याइए हामी त सुरु भएको थियो तल्लो गएर भ्याइए यहाँ चाहिँ जोत्दै उस भएको पुर्ने हो मकै देखेको पुर्ने हो त पुर न हो त्यो मकै देखेको पुर्ने हो कि ऊ हान्छ क्या जस्तो पानी त राख मेरो अरू जहाँ राख्ने यो कसको नि यो मकै जोतिसकेको न कसको नि यो त भ्याइसक्यो है अब यो पनि भ्याइला अरे बल्ल सुरु त्यत्रो म त जान्छु म जोत्न जान्छु वाह 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 shit वाह वाह उकिल ए वाह 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 लाइन वाह 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 यस्तो रोकिन्छ कि चलाउने फर्काउने यता फर्काउ अब भान्जा चलाउने
कहाँ गासी गर्लास हो र हो भने के हो सो हामीले चाहिँ खाना खाने टाइम भइसक्यो खाना खाने टाइम भयो हलो निकालेर गोरु उता फुत्काइदिउँ अहिले जोत्छु मैले भिडियो बनाएर अब हामीले नि खाइन्छ कता कति यो हो नि त लिले हेर्नु त मस्त गाउँले यस्तो हुन्छ गाउँमा फेरि होला देखायो बाला देखाइछ क्या होइन भिडियो बनाएको युट्युबमा आएको के भिडियो अनि हेर्नु त आउँछ अब हजुरको नि तिमीले ह्यान्डल समातेको बनाएर एउटाले समातिसक्यो ए गराएर पनि हालिसक्यो गोरु अगाडि राखेर त रित्तो ह्यान्डल हैन गोरु अगाडि राखेर गराएर पनि हालिसक्यो हो र कहाँ हाल्यो के अरे टिकटकमा सुजनले भने अब असारको हली खोज्न पर्दैन म आउँछु भने असार दाइ बैसक्यो लास्टतिर अब खान्छ हामीले नि नास्ता आइन्छ अनि फेरि यो जोत्न अझै यत्रो खालको जोत्नु छ आज के भयो र तान ओइ तान्न कम गाह्रो हुन्छ गोरुलाई भाइ म गएर थाहा पाइस् नि गोरुलाई कति गाह्रो हुन्छ गोरु भन्ने चिज त्यस्तो ओ माई गड यताको भ्यू लुकेर त भ्यू ओ गोरु लड्छन् क्या ओ गोरु लडेन क्या हेर्नु उता लड्न लाग्नु क्या कस्तो क्यामेरा यिनको त मेरो भन्दा नराम्रो क्यामेरा देख्यो क्या हेर नि गोरु अर्का गोरु ल ल फाइनली भात सात खाएर नास्ता सास्ता खाएर चिया यससँग त 3 कप हुन्छ 3 कप होइन 3 मस्त अगाडिको भ्यू हेरेर सेतो चिया खानुको मजा छुट्टै मजा आउँछ क्या हजुरले खानु छ र लाउनु खानुहोस् न लाउनुहोस् मिठै छ ट्याक्क गरु उता चढ्यो हामी यता मस्त भ्यू देखाइदिउँ र यस्तो नमिल्दैन क्या भ्यू देखाउन भ्यू हेर्नु छ र भ्यू नहेर्नु होला त्यहाँ सिट बेल्ट बान्नु है अलि ढल्न सक्नुहुन्छ कि यस्तो राम्रो छ हेर्नु न बिच्चामा बाँदर कहाँ राखेको थाहा होइन उचान्दै गोरु चढिरहन् है जोत्ने यति पुरै च्याक्क लाएर जोत्ने चिया यस्तो कपमा राखेर मस्त भ्यू हेर्दै खानुको मजा किन कस्तो झेउला आएर अहिले भएर कलमा बोलेको थिएँ नि त कुन केटी अनि कलमा भयो त एउटा केटीसँग कलमा बोलिरहेको थिएँ कसैले त हेर्दैन मेरो भ्लग मेरो भ्लग कसैले हेर्दैन के हुन्छ नि भनेर भोलितिर अकालतिर जाने अरे अनि अकाल आऊ अनि म पनि अकाल आउँ अनि भेटौँ भनेको नि त्यही भनेको न यिनको मैला कस्तो मैला हेर्ने मेरो भन्दा नराम्रो क्यामेरा हेर न उल्टो गराएको छ कि फेरि यस्तो मिठो चिया खानाको अगाडि नजारा ऊ त पाहाड खन्दैछ त्यहाँ पाहाड ऊ त्यो यता डाँडो कटी जाउँ मायाको गाउँ त चिनेको घर चिन्नै सकिन अल्लो कि पल्लो यता कस्तो घामै लागेन कि त पानी पर्ला जस्तो भस्या बुटलमा बरु घाम चर्केर विचित्र हुन्छ 6:30 बजीसम्म गोरु जोत्तियो हिजो बुटलबाट आउँदाखेरि मेरो खुट्टा अझै दुखिरहेको मलाई लिनु जाँदा जस्तो कपडा धुन जाने कहिले रोकन
फाइनली भ्याइयो ओ बल्ल राम्रो है घाम गएपछि त बल्ल क्यामेरा बल्ल भ्याइयो यस्तरी मस्त हेर त यिनलाई है त भ्याउ न मेरो हाँसो त यस्तो यस्तो हाँसो जान्छ क्या धाम बल्ल राम्रो राखेको पानी पर्न लाग्यो जस्तो क्यामेरा यत्रो पुरै 100 भ्याइयो कि बाबु कोदालो लिन आऊ बाबु मेरो हाँसो त मार्केट खान्छ कि आऊ घाँस भैँसीलाई परालाई हालिदिए भयो है त यस्तो बोका हाल्ने मेसेज गरौँ अति बढी हुने कि ओए हात गयो उचाल यो अन्त अलि भनेको लौ त भान्जा 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 देखाइदेऊ त पुरै फुल फुल अलि तल तल हो यो अलि भनेको यस्तो हो के ल मैले दिइसकेको खै त म सक्छु कि म लैजान्छु हलुङ्गो खा यति त बोकिन्छ क्या हलो हलो नबोकी पुरै हुन्न भोलि बिहान आउने हो क्या जाडो यता गर्ने यता अलि जाडो हुन्छ अब घर मुनि खन्ने हो अनि भोलि बिहान त्यसरी नुहाउनै पर्यो नि अहिले नभएर भएन नि बाबु तिमीले पनि पूजा गर्ने होला तिमी त नपऱ्यो भने मदन गर्दैन खै कति 50 किनेको जति कति पुग्छ भ्याइ अब हिँड्ने हो घर मुनतिर भ्याएपछि उता आउँदैन यति दुइटा गरेर भ्याइयो मास्तिर पानी पर्न लाग्यो जस्तो भए यो माटो र अब एकचोटि घर भेटौँ है त अब एकचोटि घर भेटौँ फाइनली म चाहिँ घर आइसकेँ होइन अब ट्याक्क हात धोएर धुनु पर्यो अब हात खुट्टा धुनु पर्यो अनि यस्तै छ एकछिन यिनी त अझै गफ गर्दैछन् कि यिनी आइसक्यो यिनी भर्खर आएको नुहाउनु भर्खर आए अब हात मुख धुन्छ नि पाउँदैन अब त्यो धेरै नै धेरै नै खन्ने हो कि कस्तो धेरै नै खन्ने जस्तो भयो आजको भ्लग चाहिँ यति नै वेलकम थ्याङ्क्स फर वाचिङ दिस भिडियो है त जय नेपाल।